नमस्ते साथीहरु, यो भिडियोमा आज तपाईलाई म नेपालबाट टिकटक आइडी चाहिँ मोनेटाइज हुन्छ हुँदैन भनेर जानकारी दिन गइरहेको छु। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नु होला, फुल वाच गर्नु होला। 2-4 दिन अगाडि चाहिँ मैले आफ्नो टिकटक आइडीमा मेरो यो टिकटक आइडी मोनेटाइज भयो भनेर भिडियो राखे पछाडि चाहिँ धेरैजना साथीहरुले मलाई पर्सनली रूपमा मेसेज गर्नुभयो, कमेन्टमा गर्नुभयो, नेपालबाट चाहिँ टिकटक आइडी मोनेटाइज कसरी गर्नुभयो। अनि अर्को थरी साथीहरु हुनुहुन्छ कि नेपालबाट चाहिँ कसरी टिकटक आइडी मोनेटाइज गर्न सकिन्छ। यी यावत प्रश्नहरुको चाहिँ म आज यहाँ एन्सर दिन आएको छु साथीहरु, त्यसैले यो भिडियो लास्टसम्म हेर्नु होला। नेपालबाट टिकटक आइडी मोनेटाइज गर्न सकिन्छ। नेपालको टिकटक आइडी पनि मोनेटाइज हुन्छ, नेपालबाट खोलेको टिकटक आइडी पनि मोनेटाइज हुन्छ। तर त्यसमा चाहिँ एउटा कन्डिसन चाहिन्छ। त्यो चाहिँ के हो भनेर तपाईलाई म यहाँ स्क्रिनशट राखिदिन्छु। यो स्क्रिनशट हेर्नु होला। हो, यो क्रिएट अ रिवार्ड प्रोग्राम यो चाहिँ हुनुपर्छ तपाईको। यो भयो भने मात्र तपाईको चाहिँ नेपालबाट टिकटक आइडी मोनेटाइज गर्न सकिन्छ। यो तपाईले नेपालबाटै खोलेको टिकटक आइडी हो भने त्यो चाहिँ मोनेटाइज हुन सक्दैन। एलिजिबल कन्ट्रीतिर लगेर चाहिँ 60 दिन जति चाहिँ चलाउनु पर्छ। त्यसपछि मात्र त्यहाँ क्रिएट रिवार्ड्स प्रोग्राम आउँछ, त्यसपछि मात्र तपाईको टिकटक आइडी मोनेटाइज हुन्छ। तर त्यो गर्न चाहिँ एकदम गाह्रो छ, झन्झटिलो छ। तर नेपालबाट चाहिँ कसरी यो क्रिएट रिवार्ड प्रोग्राम भएको टिकटक आइडी चाहिँ खोल्न सकिन्छ भनेर तपाईलाई लाग्छ भने कृपया यो भिडियोलाई एक लाइक र कमेन्टमा हेल्प भनेर कमेन्ट गरौला। म तपाईलाई अर्को भिडियो बनाएर दिनेछु।